मौरीको सञ्चार तपाईहरु सुन्दै हुनुहुन्छ। मौरीको संसार कस्तो हुन्छ आनन्दले सुनिराख्नु होला त। कसरी चाहिँ मौरीले कम्युनिकेट गरिरहेछ हेर्नुस्। यो आवाज कुनै गाडी घोडाको होइन, कुनै हावाहुरी बतासको होइन। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ आवाज सुनिराख्नु भएको छ। यो चाहिँ मौरीको आवाज हो। यो यसै गरी मौरीको आवाजहरू हामी चाहिँ सुन्न सक्छौँ, हामीले चाहिँ भेट्न सक्छौँ प्रकृतिमा। यसरी चाहिँ यो मौरीको चारैतिर यहाँनिर गोलाहरू छन्। यी गोलाहरू चाहिँ हामीले हेर्दै जाँदा यिनीहरूलाई व्यवस्थापन गर्ने क्रममा यस्तो आवाज हामी सुनिरहेछौँ। यहाँ मौरीलाई हामीले यदि केही यसलाई चलायौँ अथवा यसका चाहिँ केही कुराहरू हामीले चाहिँ निकाल्दै खोज्दै अथवा चाहिँ केही मौरीलाई व्यवस्थापन गर्ने क्रममा काम गऱ्यौँ भने यस्तो आवाज चाहिँ निस्किने गर्छ है। सुनिराख्नु भएको छ।